आजभोलि कसैलाई नेपालमा अरूभन्दा फरक देखिनु पर्यो र स्मार्ट हुनु पर्यो भने 3-4वटा कुरामा ख्याल गरे हुन्छ। तपाईँ यदि राजनीति चुनावलाई लिएर कमेन्ट गर्दै हुनुहुन्छ भने भू राजनीति, वैदेशिक हस्तक्षेप, सनातनको रक्षा जस्ता शब्द प्रयोग गरेर बोल्नु लेख्नुहुन्छ भने तपाईँ स्मार्ट भइहाल्नुहुन्छ। अमेरिकाले भोलि नै आएर नेपाल कब्जा गर्दैछ भन्ने तरिकाले व्याख्या विश्लेषण गरेर हुन्छन्। सानो सानो कुरालाई लिएर पनि यो मानौँ अमेरिका, भारत, चीन लगायतका देशहरू नेपाललाई कसरी कब्जा गर्ने भनेर दिनरात खटिरा जस्तो गरिकन एक्सक्लुसिभ तरिकाले व्याख्या विश्लेषण दिइरह हुन्छन्। अब विश्वका शक्ति राष्ट्रहरूका लागि जुनसुकै संसारको जुनसुकै कुनामा पनि अलिअलि स्वार्थ हुनु त सामान्य नै होला, त्यसलाई अस्वाभाविक रूपमा लिन सकिएन, हुन्छ पनि होला। तर यस्तो हाउगुजी फैलाउँछन् कि मानौँ हाम्रो देशमा हुने प्रत्येक कदमका बारेमा डोनाल्ड ट्रम्पले नै चिन्ता लिएर बसेका छन्, अमेरिका नै त्यही रणनीति बनाएर बसेका छ संसारका सबै। अब यो रमाइलै छ, अब हुन्छ होला, नहुने होइन, उनीहरूको प्रभाव इन्ट्रेस्ट चाहिँ हुन्छ होला होइन। सकेसम्म जुनसुकै देशलाई पनि आफ्नो पक्षमा ल्याइराखौँ, भोलि काम लाग्ला। अझ झन् चीन र भारतको बिचमा भएको नेपाल जस्तो देशमा अलिअलि म्यानेज गरौँ भन्ने त सबैलाई हुन्छ होला। तर त्यो म्यानेज गर्ने त सबैको स्वाभाविक चासो हो। हाम्रा दलहरू अनि हाम्रा नेताहरू चाहिँ त्यस्तो त्यो पन्जामा चाहिँ किन पर्छन् कि? चिन्ता चाहिँ हाम्रो नेताहरूलाई लिएर गर्ने हो, क्वेसन गर्ने हो कि उता अमेरिकाले कब्जा गर्न थालिसक्यो भनेर गर्ने हो? अब अमेरिकाले कब्जा गर्न चाह्यो भने त अस्ति भेनेजुएलामा के गर्यो थाहा छ है। अब यस्ता अब यो ओभर स्मार्ट हुने अथवा बुद्धि विवेक छाड्ने मान्छेहरू अब धेरै नै स्मार्ट छु भनेर देखाउन खोज्ने हो भने एउटा कुरा। वास्तविकता त अब सूचनाको स्तर हेर्ने हो भने सबैले एउटै लेखिरहेको हुन्छन्। मानौँ कुनै ठाउँमा गएर अथवा एउटा मान्छेले सबैतिर भेट्छ, त्यही कुरा भन्छ, पालो तरिकाले त्यो कन्स्पिरेसीको एक्सपान्सन भइरहेको जस्तो देखिन्छ।